पहिलो चरण श्री स्वस्थानी माताको परे शरण 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 हे आयो कली धप्पै बलि चारै दिशा घेरी आयो कली धप्पै बलि चारै दिशा घेरी दिन काटन गाह्रो भयो सम्झिँदाखेरि आइदेऊ भगवान अज्ञानीलाई ज्ञानमा लाइदेऊ भगवान 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 हे शान्ति भन्नु कहीँ छैन अरू कसलाई भन्ने शान्ति भन्नु कहीँ छैन अरू कसलाई भन्ने हजुरको दर्शन पाए हुन्थे प्रभु धन्य चञ्चल भयो मन लैजाऊ कृष्ण पानी खिलाने वाले कृष्ण वृन्दावन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन हे बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ
बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ सबै छोडी साथै लाने पाप धर्मै रहेछ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छु जानी जानी गल्ती गरे 84 मै परे जानी जानी गल्ती गरे 84 मै परे नजाने रहेछु कर्मले स्वर्ग तरिन्छ रे मेरो परान वैकुण्ठको बाटो कुन भन्देऊ नारायण मेरो परान मेरो परान मेरो परान वैकुण्ठको बाटो कुन भन्देऊ नारायण मेरो परान मेरो परान वैकुण्ठको बाटो कुन भन्देऊ नारायण मेरो परान मेरो परान वैकुण्ठको बाटो ओम श्री राधा श्री गणेशाय गणेशाम्बिकाभ्यां नमो नमः दुधै घिउ चिनी मह पञ्चामृत तन्भाषा फुलहरू गराउनु होला नमो नमः गन्धपुष्पचेतादि सम्पूज्य अक्षता फुल गन्धम सर्प्यामि पहिले यहाँबाट गर्दै जाने हो तपाईँ उठ्नु यहाँबाट घुमेर जाने नाचेर नमस्कारोमि अत्रैव ओम नैऋत्य निर्देशाय बताउनु खोजेको नि हैन छिटो गर्नु भनेको मात्रै हो गन्धप पुष्प चेता फलद्रव्यस्रादि गन्धप पुष्प चेतादि सम्पूज्य भोज तोरण आदि माथि पूजा है माथि पनि गन्धप आदि फलद्रव्यस्रादि इत्यादि वेदायामि नमस्कारोमि तत्रैव ओम उत्तरे कुबेराय नमः वेदसहिताय नमः ईशान्य ईशानेश्वराय ल यतै भवाय समयो भवाय नमः नमस्काराय नमः शिवाय शिवताय ओम नमः शिवाय नमः पन्त्र रातो कपडा भएन देवीको पूजा ओम देवी द्वारे गङ्गा देवी पार्वती रेणुका रातो पहिला शिवजीलाई पार्वतीलाई भनेर यहाँ लगाइन्छ एउटा यो देश नमस्ते एवं संज्ञाय प्रसाद पुरीदेवेश दिनस्य प्रणतज दुधै घिउ चिनी मह चढाउने नभएका धमले चाहिन्छ के घरलाई सबै कुराहरू चाहिने त्यस यहाँ अक्षता फुलहरू है दुधै घिउ चिनी मह पञ्चामृत एउटा जनै सुपारी फल भेटी राखिदिन्छ है गन्ध पुष्प आदि सम्पूज्य हाम्रो अकाल मृत्यु निवारण होस् भनेर हाम्रा उनका आदि अरिष्ट ग्रहहरू शनि आदि अरिष्ट ग्रहहरू शान्ति गर्न त्यही जान्छ तत्रैव अब यो चौकाको पूर्वतिर पूजा यो हेर्नुहोस् यो चौका पूर्व भित्री फेरमा पूजा भएन नि अब बाहिर भयो यहाँबाट सर त्यहीबाट गर्नुहुन्छ
चौका फुल्ले अनि सर्वानेन स्यन्तु प्रदक्षिणं पदे पदे बोलो श्री विनायक भगवानको जय वरुणादि देवहरूको जय सारै दिनहरूको जय सत्यनारायण धर्मको कार्यक्रम आज यहाँ हुन गइरहेको छ यो 84 पूजा भक्तिमानीले मात्रै गर्न पाउँछ ठुलो भाग्य उहाँहरूबाट हामीले आशीर्वाद टीकाकरण गर्नेछौँ र आज यो कार्यक्रम सुरु हुँदा सर्वप्रथम यो यज्ञ पण्डितजीहरू र गणेशजीहरूलाई हाम्रा कर्ताका साथमा गएर बसेको अनुरोध गर्छु भाइहरूलाई अनुरोध गर्छु गणेशजीलाई छोरीलाई हो ल एकजना भाइले टीका लगाइदिनुहोस् एक भाइले टीका लगाइदिनुहोस् प्रसाद दक्षिणा दिनुहोस् आचार्यको लागि वर्णन गरिदिनु अनुरोध गर्छु त्यसपछि आजको यस यज्ञमा रुद्री अनि त्यसपछि देखभालको लागि ज्ञानेश्वर काफ्ले
प्लेट साफ गरेको निकाल्नु क्या त ल आउँछ राम्रो रहन्छ भाइ यो त बनाउँछ तर यस्तो फुल्कै हो परेको होइन यहाँ हाइलाइटको सिस्टम यस्तो हुन्छ भन्ने पनि देखाउनु टक्क पारेर उम्लन्छ क्या उता saat kita lagu yang dia sama gerak लेस क्या भयो छैन नै तपाईले दिनुपर्छ
ब्रह्मा विष्णु महेश्वर हेर्नुहोस् त यो तीनवटा तारहरू छ नि यहाँ ओम विष्णुवे नमः ओम तिलको जल सर राखेर पूजा आरम्भ त्यति सौभाग्यले बाजा भोलि के हो त्यसमा पूजा भयो खै तिनमा सर पूजा नभन्नुहोस् त त्यो पैसा पूजा त पूजा गरेर केही बिग्रेन नभए निकाल्नु उता राख्नुहोस् सङ्कल्प पो नगर्ने त त्यहाँ पूजा गर्नुहोस् त त्यसमा ओम हिरण्यवर्णाम हरिणाम चन्द्राम हिरण्यमयम लक्ष्मी जात वेदो भाव तामाव मैले बढाइ गर्ने बेला भन्छु है मैले भन्छु रे ओम मा ओम रामणुश्च मुखमा सेवा ओ राजन्यः ऋतः उषभुभ्यागुं शूद्रो जायत नाम धूपोऽयं प्रतक्रेताम् उपमाघ्रापयामि नमस्करोमि श्रीकुलपुरुषाय ज्योति बाल्नु होला रुद्रादवायस्य प्राणस्य मुखादग्निरजायत दर्शयामि नमस्करोमि पहिला उता लैजानु उता हटाउनु सन्तोष श्रेर जङ्ग्रिक्मैदमा शरधवे जल घुमाएर शिर भैँमा राखेर ढोक गर्नु सबैले जल घुमाएर यसो ढोक गर्नु त यानी खानी च पापानी जनमान्त्र कृतानि च हानि सर्वाणि नश्यन्तु प्रदक्षिणं पदे पदे ओम विष्णु 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 टिको होइन टिको होइन ओम हिरण्यग्रो विचक्रमेन्द्रे धान्यदेव स्वाहा बुहारी स्याहार गर्नुको बल आमालाई पनि लगाइदियो त बुहारीहरूले छोराहरूले ल आमा शिरमा ल ल ल छिटो आमालाई हामीले होइन निकाल्नु होला है लागेका पनि भोलि हजुर पारि जानुहोस् सेकिन्छ आरामले है अब त्यो हातमा पर्खाउनुहोस् अब त्यो आनन्दले बस्नुहोस् चाहिने ताल यो हातमा लगाएर राखिदिनु त अलि लामो गराउनु तारलाई यतातिर अलि धेरै भयो भने धौ होला फेरि भयो हजुरले भगवानको नाम लिनु होला है तुला छोड्नुहोस् त्यताबाट अब एकछिन आनन्दले अडिनुहोस् अनि यताबाट पैसा राख्दै जानुहोस् त ल भगवानको नाम लिनु होला है एकदम मिलेको छ बराबर गराउँदै जानुहोस् त्यो बराबर भयो भने माथि भएको हात छोड्दिन पर्ने पर्खाउनु यो पर्खाउनुहोस् त बराबर पर्खाउनु न मैले भन्छु बराबर भयो भएन भगवानको तुलादान महायज्ञ खुट्टा चाप्ला है बाबु उताबाट ल्याएर आमा बुवा जसरी बस्नु त्यसरी आरामसित बस्नु
सजिलो भएको छ सक्नुहुन्छ ल लैयो नि त होइन भयो सक्नुहुन्छ यति छोपेर आनन्दले केही लोटाउनु केही पनि हुन्न ल गोविन्द सत्य सनातन वैदिक धर्मको तुलादान महायज्ञको गौरासी महायज्ञको बराबर बसै बसैन नारायण सेवा नारायण अलिक गाउँदै
आइसकेको म ड्रेस ठिक गर्ने हुनु पर्यो नि मसला थियो नि कहाँ के
सबै ब्राह्मण कर्ता सुर्ता सबैले 15 मिनटको लागि मत जान्न 15 मिनटको लागि जलपान आदि गर्ने है त्यसमा तयार हुने छिटो गर्नु अहिले आउँछ
ओम विष्णु पूर्व उच्चार भगवतो महापुरुषो महाराज